म चाहिँ अब यो लास्ट ड्युटी सकेर गएको हैन। आज चाहिँ काम हुँदैन भन्दा भन्दा कतिवटा काम भयो? 1 2 3 4 5 वटा गरेछु। हुँदैन भन्दा भन्दै 5 वटा भएछ। अरे वाह, नन्दी महाराज त एकदम बाटोमै छ त। ओहो, डर पो लाग्यो त हौ, यत्रो ठुलो छ नि। चलो चलते हैं। आजको काम खतम। अब घर गएर खानासाना बनाउनु पर्छ गाइस। तपाईहरुको चाहिँ भयो खानापिना? अब यता त त्यही 9-10 बजेतिर खान्छ मान्छेहरू हो, त्यही भएर अलि ढिलै बनाउँदा पनि हुन्छ। अब गाउँतिर त सबैजना चाँडै खान्छ नि। ओहो, मामाले उताबाट बोलाउँदैछ हो, यताबाट गाडी आइदिन्छ अन्त। बिचरा यस्तो छ गाइस। आज त काम गर्दा गर्दा राति पर्यो नि। ओहो, टाइम चाहिँ कति भयो? 6:30। 6:30मै रात पर्न थालेछ। अब रातहरू ठुलो हुँदै जान्छ नि त, त्यही भएर होला है। बिहान पनि अँध्यारै हुन्छ 6 बजेसम्म हो, राति पनि 6:30मा अँध्यारो भइहाल्यो। मिसन फेल भयो। अब यहाँनिर उभिनुपर्छ। वाह, लाइटिङ हेर न। ओहो, त्यो टावर चाहिँ कस्तो दामी देखिसक्यो नि। त्यही टावर 45 फ्लोरको छ हो। अनि यतापट्टि पनि छ, यतापट्टि पनि छ। कति सेकेन्ड वेट गर्नुपर्ने हो। अब यतापट्टिको आउँछ होइन, त्यसको बादमा चाहिँ हाम्रो पाला। गाडी पनि कति हो यार है, यत्रो ठुलो रोड बनाएको छ तर पनि छैन पुगेको। यत्रो ट्राफिक जाम छ। अब त निन्द्रा लागिसक्यो यार, थकाएर लागेर। 10 9 8 7 6 2 1 गो। लाइट चाहिँ यस्तो लगाउँछ नि आँखामा, दिमाग खराब हुन्छ यार। यही बाटो घुम्दा घुम्दा वक्क लागिसक्यो आज दिउँसो भरे। 4 पल्ट त अलमोस्ट 4 पल्ट त आयो होला यो बाटोमा।